हाम्रो कुकुर तिहार पानी सिद्धेछ भाँडामा पनि चाहिँ छुच्चो नहोला फेरि छुच्चो हुनु न है ल हाम्रो कुकुर तिहार सधैँ ल ल ल खाऊ पानी सिद्धेछ पानी हालिदिन्छु है त्यसलाई कालिलाई नचल है कान्छु कालिलाई नचलाउ ल यहीँबाट सुरु दाइ अब यता शिव मन्दिर सीता पम्पसम्म जाने हो दाइ अब बेबी खै त तिम्रो अब केही गर्नु सकेन भनिरहेछ ए माथि छ अब कतै घर पायो भने भनिरहेछ अपरेसन गरिदिनु पर्ला मेरो धर्म यही हो अब खानु दिने हो म के गरौँ बाबा म कहीँ छैन राख्ने ठाउँ घरमा नि छ 6-7वटा घरमा नभइदियो ल राखिदिन्थेँ घरमा मार्छ यता छन् सबै सडक कुकुर कसैको खुट्टा छैन कसैको आँखा देख्दैन अपाङ्गहरू लगेर राखेको छु मैले के गर्नु बिजोग छ कतै राख्ने ठाउँ भयो भन्न झन् आफ्नो आफ्नो भाग खाऊ त हाम्रो तिहार आज तिहार लाए सबै प्राणीलाई सबैले माया गरून् भगवान् ईश्वर लक्ष्मी माता प्रभु श्री हरि प्रभु सबै प्राणीलाई सबैले माया गर्नु भाँडामा खानलाई चाहिँ पुन्टी सबै प्राणीको रक्षा गर्नुहोस् माता श्री हरि प्रभु शिव बाबा हरेक प्राणीको रक्षा गर्नुहोस् बाबा हरेक मानवमा दया माया हरेक मानवको आँखामा दयाको भावना मनमा हरि साना साना बच्चा चाहिँ ठुलो पनि हुँदैन कसै कोही मनकारी मन हुनुहुन्छ भने हजुरहरूको घरमा कतै ठाउँ छ भने यो बच्चाहरूको उद्धार गरिदिनु होला एउटा बेबीलाई कुन चाहिँ लिएर गयो होला एउटा बेबी नै छैन आऊ कालु आऊ आऊ यहाँ आऊ छिटो यहाँ आऊ छिटो आऊ आऊ मामखाने आऊ तिनीहरू लाँदैन केही गर्दैन यति साना साना छ यति राम्रो छ यो त छाउरो रहेछ एउटा यो छाउरी कुनै मनकारी मन हुन्छ नि है यो बच्चाहरूको उद्धार गरिदिनुहोस् यति कलेज छोड्या हो कि हो पुस्किया हो कि यत्रो बनाएको कुकुर छ किन पाल्नु क्या यो जहिले यस्तै गरी छोड्छ क्या यहाँ कुकुरहरू यति ठुलो कुकुर किन छोड्या यति दुःख दिन्छ नि यो पापीहरूले किन पाल्नु सानैमा नपाल्नु नि एउटी यहाँ बक्सरको उसलाई उहाँ सस्तामा ल्यायो सस्ता चाहिँ कस्तो त्यसै आएको जस्तो गर्छ खाऊ टन्न खाऊ यत्रो कुकुर छोड्छ नि ट्युबमा जहिले नचल बाबा खाने बेला चलाउनु टोक्छ बाबा खाने बेला चलाउनु हुन्न यो सानो जातको हो यो कोठामा बस्ने पाल्ने होला अनि अब बच्चा पायो अनि अब राख्ने ठाउँ छैन घर बेली देखिसक्दैन अनि लिएर आयो कति राम्रो छ एउटी कतिवटा छाउर खै तिमी के ल्याइछौ छाउरो कि छाउरी एउटा छाउरी हो खै तिमी के हो नि दुईवटा छाउरी एउटा छाउरी भनिरहेको छु एसपिसी नेपाल सबैलाई भनेको छु बिन्ती गरेको छु तैँले बच्चाहरूलाई कुनै